भने सब्स्क्राइब गरिदिनु होला र बेल आइकन दबाइदिनु होला। भिडियो मन परे लाइक कमेन्ट र शेयर गरिदिनु होला। साथीहरु नमस्कार, तपाईलाई म आज यस्तो इम्पोर्टेन्ट कुरा सिकाउँदै छु। अहिलेको युगमा हामीलाई आफ्नो जीमेल आईडी मोबाइल नम्बर जति इम्पोर्टेन्ट हुन्छ त्यति नै इम्पोर्टेन्ट जीमेल आईडी हुन्छ। त्यसैगरी नयाँ जीमेल आईडी हामीले क्रिएट गर्दाखेरि कुन तरिकाबाट गर्न सकिन्छ, कुन एप्स देखि हामीले गर्न सक्छौं भन्ने कुरा मैले यो भिडियो अन्तर्गत रहेर तपाईहरुलाई सिकाउँदै छु। यदि यसको बारेमा फुल डिटेल जान्न चाहनुहुन्छ अथवा नयाँ जीमेल आईडी क्रिएट गर्न चाहनुहुन्छ भने तपाईलाई यो भिडियो एकदमै युजफुल हुनेछ। तपाईले यो भिडियो हेर्नुभयो भने 100% आफ्नो नयाँ जीमेल आईडी क्रिएट गर्न सक्नुहुन्छ है। मैले ढिला नगरी तपाईहरुलाई स्टेप बाइ स्टेप सिकाउँदै छु। त्यसैगरी अब म सिम्पली तपाईहरुलाई आफ्नो जीमेलमा गएँ। फर्स्टमा यसरी जीमेलमा जानु होला। नम्बर 1 तरिका, जीमेलमा गइसकेपछि आफूले नयाँ जीमेल आईडी क्रिएट गर्न चाहनुहुन्छ भने पहिलाको जीमेल आईडी अलरेडी यहाँ हुन्छ। तपाईहरु जानु होला सिम्पली यो आफ्नो जीमेल पहिलाको पुरानो आईडी जीमेल आईडी को यहाँनेर लेखेको आफ्नो आइकनमा यसमा गए। त्यसपछि तपाई जानु होला आफ्नो यहाँनेर अरु तपाईले जतिवटा जीमेल छ यहाँ देखाउँछ शो हुन्छ। तपाईले जानु होला एडिट अनदर अकाउन्ट लेखिरहेछ यसमा जानु होला। यसमा गइसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। यस्तो खालको इन्टरफेस आइसकेपछि तपाईले चुज गर्नु होला गुगल। मैले यसरी गुगल चुज गरे। अब यो गुगल चुज गरिसकेपछि यहाँनेर मोबाइलको स्क्रिन लग आउँछ। आफूले प्याटर्न राख्नु भएको छ कि फिंगरप्रिन्ट राख्नु भएको छ त्यो लग एक खुल्नु पर्ने हुन्छ है। त्यो खुलिसकेपछि हामीले यहाँ देखि गर्न सक्छौं। यी क्रिएट अकाउन्ट लेखिरहेछ। क्रिएट अकाउन्टमा गएर यहाँ देखि पनि हामीले अब जस्तै मानौ फर माई पर्सनल युज लेखेछ यो सेक्सन चुज गरेर हामीले यहाँ देखि पनि जीमेल आईडी बनाउन सक्छौं है। अब म ब्याक गएँ। यो एउटा तरिका भयो। अब दोस्रो तरिका के छ भने दोस्रो एप्स कुन छ भने एउटा प्ले स्टोर छ। यहाँ प्ले स्टोर देखि पनि हामीले जीमेल आईडी क्रिएट गर्न सक्छौं है। प्ले स्टोर देखि कसरी गर्न सक्छौं भन्ने कुरा म यहाँ देखाउँदै छु। यहाँ यसमा जानु होला। फेरि त्यसैगरी यहाँ पहिलाको जीमेल को जुन छ यसमा जानु होला। त्यसमा गइसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। यस्तो खालको इन्टरफेस आइसकेपछि तपाई यहाँनेर यो सानो यो आइकन देखिरहेछ यसमा जानु होला। यसमा गइसकेपछि तपाईको यहाँनेर पहिला रहेका जीमेल आईडीहरु पनि यहाँनेर देखाउँछ अथवा एउटा छ भने एउटा देखाउँछ, दुईटा जति छ त्यति देखाउँछ। अनि यहाँनेर पनि तपाईको एडिट अनदर अकाउन्ट लेखिरहेछ सेम प्रोसेस। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि फेरि यस्तो खालको इन्टरफेस आउँछ। फेरि तपाईले आफ्नो फिंगरप्रिन्ट और प्याटर्न जे राख्नु भएको छ मोबाइलको स्क्रिन लक खोल्नु होला। यी सेम त्यही पुग्यो। त्यही अघि जुन देखाइरा थिए त्यही ठाउँमा पुग्यो। अनि यो क्रिएट अकाउन्ट लेखिरहेछ यहाँ देखि पनि जीमेल आईडी आफ्नो न्यू जीमेल आईडी क्रिएट गर्न सकिन्छ है। अब तपाईले अर्को प्रोसेस देखाउँदै छु। नम्बर 3 मा कुन छ भने नम्बर 3 मा छ युट्युब। हामीले युट्युब देखि पनि आफ्नो जीमेल आईडी क्रिएट गर्न सक्छौं। एउटै जीमेल आईडी यो एउटामा क्रिएट हुँदाबित्तिकै गुगल को यो तीनटै एप्ससम्म चाहिँ हामीले चलाउन सकिन्छ। त्यो भएको कारणले हामीले युट्युब देखि पनि बनाउन सक्छौं है। यसको लागि म तपाईलाई सिकाउँदै छु। सिम्पली युट्युबमा जानु होला। युट्युबमा जानु होला। यसरी यस्तो खालको इन्टरफेस खुलिसकेपछि तपाई आफ्नो लोगोमा जानु होला। यस्तो खालको इन्टरफेस खुल्छ। यस्तो खालको इन्टरफेस खुलिसकेपछि तपाई यहाँनेर स्विच अकाउन्ट भनिरहेछ यसमा जानु होला। यस्तो स्विच अकाउन्ट भनेको ठाउँमा गइसकेपछि यहाँनेर तपाईले जतिवटा जीमेल आईडी छन् त्यो सबै यहाँनेर शो गर्छ। यस्तो शो गरिसकेपछि तपाईले यहाँनेर क्लिक गर्नुपर्ने हुन्छ यहाँ माथि प्लसको आइकनमा। प्लसको आइकनमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। अनि यहाँनेर पनि तपाईले फिंगरप्रिन्ट और प्याटर्न के राख्नु भएको छ तपाईले आफ्नो मोबाइलको लक खोल्नु पर्ने हुन्छ। यो मोबाइलको लक खोल्दाबित्तिकै यसरी आउँछ। यसरी आइसकेपछि
अब हामीले सिम्पल्ली अब यहाँदेखि मैले तपाईलाई फुल प्रोसेस सिकाउँदैछु। भिडियो स्किप नगरी एकदम मजाले हेर्नु होला अन्तिमसम्म है। अब सिम्पल्ली क्रिएट अकाउन्टमा जाने। यसरी क्रिएट अकाउन्टमा गइसकेपछि तपाईले पर्सनल युजको लागि हो भने यही पर्सनल युजकै लागि हुन्छ धेरै जसो, यसमै हान्नु होला, पर्सनल युजमा हान्नु होला। त्यसपछि नामको ठाउँमा तपाईले अथवा के च्यानलको नाम राख्न चाहनुहुन्छ अथवा कुनै कसैको नाम राख्न चाहनुहुन्छ भने नामको ठाउँमा नाम राख्नु होला। जस्ट च्यानल, सर्ट च्यानल, मैले जस्तै यो एउटा नाम राखेँ उदाहरणको लागि सर्ट च्यानल, यो राखेर तपाईले नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि यहाँनिर यस्तो खालको इन्टरफेस आउँछ। यो डे भनेको यसमा चाहिँ गते, यो महिना अनि यो वर्ष है, गते महिना र वर्ष यसलाई चाहिँ चुज गर्नु होला। पहिला डेमा जस्तै मैले 5 राख्छु, मन्थ मैले जस्तै अप्रिल राखिदिन्छु, इयर मैले राखिदिन्छु 1995 यो राख्दे। त्यसपछि अर्को महत्त्वपूर्ण कुरा यहाँनिर छ, जेन्डर चुज गर्नु होला। जेन्डरमा तपाईले अब केटा हो भने मेल गर्नु होला, केटी हो भने फिमेल, ठिक छ फिमेल गर्नु होला। म सिम्पल्ली मेल गर्छु, यो मैले मेल गरेँ। मेल गरिसकेपछि नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। यो अटोमेटिक नै दिन्छ यसले, यो पनि दिएको छ SC380801@gmail.com, यो एउटा भयो। सर्ट च्यानल 794@gmail.com यो भयो। यो दुईटा दियो, यो दुईटा मध्ये कुनै पनि मैले चुज गर्न सक्छु। सिम्पल्ली मैले सेकेन्ड अप्सनलाई चुज गर्छु, सेकेन्ड अप्सनलाई चुज गर्छु। यस्तो सेकेन्ड अप्सनलाई चुज गरेँ मैले, यही ठिक लाग्यो, यस्तो तरिका आउँछ। त्यसैगरी यदि तपाईले यो दुईटै अप्सन ठिक लागेन भने तपाईले आफूले चाहिँ मन लागेको, आफूले चाहिँ मन पराएको अलिकति राम्रो खालको तपाईले आफै प्रोफेसनल गर्न चाहनुहुन्छ भने यहाँदेखि तपाईले आफैले पनि गर्न सक्नुहुन्छ है। मैले सिम्पल्ली यही राम्रै छ, ठिकै छ, यसैलाई नै मैले नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि यस्तो ठाउँमा यस्तो इन्टरफेस खुल्छ। यसमा पासपोर्ट भन्छ। पासपोर्टको ठाउँमा जस्तै मैले राखिदिन्छु, अरे राजा @223 नेक्स्ट गरेँ। अब नेक्स्ट गरिसकेपछि यस्तो खालको इन्टरफेस आयो। यस्तो खालको इन्टरफेस आइसकेपछि तपाईले स्किप गरिदिनु होला। यहाँ स्किप लेखिरहेछ, स्किपमा जानु होला, अथवा आई एम हियर लेखिरहेछ, यसमा गए पनि हुन्छ। तपाईले स्किपमै जानु होला। स्किप गइसकेपछि यो च्यानल सिम्पल्ली यहाँनिर देखायो। अब मैले यसमा क्लिक गरेँ, यो च्यानलमा यहाँ क्लिक गरेर नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। यसलाई स्क्रल गर्नु होला माथि। यस्तो गरिसकेपछि एग्री भनेको छ, सिम्पल्ली एग्रीमा क्लिक गर्नु होला। एग्रीमा क्लिक गर्नु होला। एग्रीमा क्लिक गरिसकेपछि एक्टिभ भनेको छ, सिम्पल्ली एक्टिभमा क्लिक गर्नु होला। एक्टिभमा क्लिक गरिसकेपछि यो जीमेल आइडी क्रिएट भएर आइसकेको छ। म तपाईहरुलाई फुल डिटेल देखाउँदैछु यहाँनिर। स्विच अकाउन्टमा जाँदाखेरि म यहाँनिर तपाईहरुले देखाइसक्यो। सर्ट च्यानल मैले नाम राखेको थिएँ, च्यानल सर्ट 794@gmail.com। तपाईको फाइनली तपाईको जीमेल क्रिएट भइसकेको छ। यसैगरी तपाईले आफ्नो जीमेललाई नयाँ जीमेल क्रिएट गर्न सक्नुहुन्छ। र तपाईले अब त्यो जीमेललाई हामीले यहाँनिर यो जीमेलमा हेरौँ, यो जीमेलमा पनि आएको छ कि छैन यहाँ हेरौँ, यहाँ हेर्न मिल्छ। तपाईले सिम्पल यसको लागि यसमा जानु होला। यसमा गइसकेपछि हेर्न सक्नुहुन्छ यहाँनिर यो जुन जीमेल अहिले बनाएको यो यहाँ आइसकेको छ। यदि यसमा क्लिक गर्नुभयो भने यो नै एक्टिभ हुन्छ है। सिम्पली मैले यसमा क्लिक गरेँ, ल हेर्नुहोस् यो आइसक्यो। गुगल जीमेल आइडी क्रिएट भइसक्यो भनेर यो आइसकेको छ गुगलदेखि मेसेज। त्यसैगरी
मैले यहाँ प्ले स्टोरमा जान्छु तपाईलाई। अब प्ले स्टोरमा गएर पनि मैले यहाँनेर यसमा जानु होला। यसमा गइसकेपछि यसमा क्लिक गर्नु होला। यहाँनेर देखाइसकेको छ अहिले भर्खरको जीमेल यो देखाइसकेको छ। यदि यसलाई लगइन गर्न चाहनुहुन्छ यो एप्समा भने यसमा क्लिक गर्नु होला सिम्पली। अदरवाइज तपाईले जुन पनि गर्न सक्नुहुन्छ। एक्टिभ यो भइसकेपछि यो भइसक्यो। अब यस्तो खालको हुन्छ है। यसरी नै तपाईले आफ्नो नयाँ जीमेल क्रिएट गर्न सक्नुहुन्छ। थ्यांक यू सो मच। नजानेको कुरा तपाईले कमेन्ट बक्स सेक्सनमा कमेन्ट गरिदिनु होला है त। भिडियो अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद तपाईलाई।